हेलो गाइज, आज चाहिँ हामी रुद्विका म र मेरो बुढी सावित्री चाहिँ 169 सप जाँदैछौँ बानेश्वर। र मैले छोरीलाई 1000 दिँदैछु है गाइज। 1000मा के आउँदो रहेछ, त्यसमा के किन्दो रहेछ रुद्विकाले, हामी हेर्नेछौँ है त गाइज। ऊ चाहिँ एकदमै 169 सप जान पर्यो, युट्युबमा हेरेको थियौँ हिजो, एकदमै जान पर्यो भनेर पिरे छ। ल गाइज हामी चाहिँ जाँदैछौँ है त। प्रिन्स मार्केट चाहिँ मिड बानेश्वरमा रहेको छ र हामी सुरुमै स्टेसनरी आइटमभित्र फस्छौँ र रुद्विकाले बकेट लिइसक्नु भएको छ। रुद्विका एकदमै एक्साइटेड मोडमा देख्न सक्नुहुन्छ। उसलाई चाहिँ के किनौँ, के चुज गरौँ भनेर यताउति हिँडिरहनु भएको छ, हेरिरहनु भएको छ। रुद्विकाले स्टेसनरी सेक्सनमा छिरिसक्नु भएको छ, उहाँले चुज गर्दै हुनुहुन्छ। यो 169 सपमा चाहिँ पेन, इरेजर जस्ता लगायतका सानो सानो रकममा पाइने सामान चाहिँ धेरै राखेको देख्न सकिन्छ हामीले। र रुद्विका कहिले स्टिकर छान्न जाँदै हुनुहुन्छ, कहिले पेन समात्दै हुनुहुन्छ। जस एकदमै एक्साइटेड मोडमा देख्न सक्नुहुन्छ है रुद्विकालाई। के लिने है हेल्छ र हामीले जति एक्सपेक्ट गरेर आएका थियौँ 169 सपमा त्यति चाहिँ मिट गर्न सकेनौँ है त। हामीले जति अपेक्षा गरेका थियौँ त्यति क्वालिटीका सामानहरू चाहिँ देखेनौँ हामीले चाहिँ। तर एकचोटि चाहिँ तपाईँहरू भिजिट गर्नुहोस्। चुज गरेर कुन चुज रुद्विकाको हाइट अलिक कम भएको कारण चाहिँ मैले बोकेर रुद्विकालाई माथिल्लो भागको सबै सामान देखाउन गइरहेको छु। र रुद्विका चाहिँ फुल इन्जोय गरेको छ है। रुद्विकाले चाहिँ एकदमै इन्जोय गरिरहेको छ। उसले ग्लिस्टिक लालिपपवाला ग्लिस्टिक चाहिँ चुज गरिरहनु भएको छ 169मा। हेर्नुहोस् त। जोस् बच्चाहरूको लागि चाहिँ एकचोटि यो 169मा चाहिँ ल्याउँदा एकदमै इन्जोय गर्नेछ बच्चाहरूले चाहिँ। हामीले सामान चाहिँ एकदमै क्युट किसिमको एकदमै राम्रो देख्नलाई एकदमै राम्रो देख्न सक्छौँ। सबै यो प्लास्टिकको भाँडा हो म चाहिँ, तर राम्रै छ है त गाइस। अब चाहिँ हामी किचन सेक्सनतर्फ जाँदैछौँ। रुद्विका पनि आइसक्नु भएको छ र किचन सेक्सनमा पनि जस युजेबल चिजहरू देख्न सकिन्छ किचन सेक्सनमा चाहिँ।
ल हेर्दै जानुहोस् त बाटाहरू पनि देख्न सक्नुहुनेछ। ऋतुविका कस्तो भइरहेछ भन त? सपिङ कस्तो भएछ ऋतुविका? कस्तो भइरहेको छ भन त सपिङ? ल जा। वान 69 सप भिजिट गर्ने मान्छेहरू चाहिँ देख्न सकिन्थ्यो। त्यहाँ धेरै नै आउने जाने क्रम भइ नै रहेको देख्न सकिन्थ्यो। जस भिडभाडै थियो है पसलमा चाहिँ। हामीले चाहिँ यो सेक्सनमा चाहिँ अलिकति एउटा समस्या चाहिँ के देख्यौँ भने यो चाइनिज प्रोडक्ट भएको कारण चाहिँ अलिकति ल्याङ्ग्वेजमा चाहिँ अलिकति समस्या देख्यौँ है। सामान देखिन्छ तर यो के को लागि यो युज गर्ने भन्ने समस्या यहाँ देखिन्थ्यो। ऋत्विकाले चाहिँ चुज गर्दै हुन्छ है त। कुन चुज गर्ने भनेर एकदम कन्फ्युजमा बसिरहनु भएको छ। सपिङ कस्तो भयो? बोल न कस्तो भयो? कसको लागि छ यो? भन न कसको लागि? कसको लागि हो भन त? दर्शिकाको जेउस 169 पसल चाहिँ अलि व्यवस्थितै देखिन्थ्यो। कतै विदेशतिरै गएर सपिङ गरेको हो कि त्यस्तो अनुभव चाहिँ हुँदो रहेछ है यहाँ चाहिँ। हाम्रो आजको सपिङ चाहिँ लगभग सकिसकेको छ। हामी चाहिँ बिलिङ काउन्टरतर्फ आइसकेका छौँ है त गाइज। 169 सपमा गएर हामीले के सामान लिएर आयौँ है त ऋत्विका? ल देखाइ अरू पनि देखाऊ। टोइलेटको लागि अनि यो चाहिँ दर्शिकाको लागि हेयरब्यान्ड
अनि मेरो किचनमा मलाई हेर्ने अनि मलाई माला वाउ अनि मलाई कप वाउ अनि लिपस्टिक वाउ अनि यो मलाई डिजिटल बनाएको वाउ ललिपप अनि यो ऐना वाउ टाइम पनि राख्नुहुन्छ अनि आफ्नो यो मलाई स्केल अनि यो मलाई लास्ट एउटा आएको चिज त्यहाँ मलाई अझै नभएको